त्यसमा अलिकति छलफल गरौँ विषयलाई छलफल गरौँ। एउटा बनेको छ कोणको आधारमा त्यसलाई चाहिँ भन्दाखेरि एउटा कतिवटा कोणा छन् त्यसो भएर त्यो अङ्क चाहिँ त्यति नै हो है। जिरो कुनै कोण बन्दैन नि त जिरो बनाउँदा हैन, जिरो घुमिरहन्छ हो। त्यो चाहिँ 360 डिग्रीको बनेको हुन्छ। अरु त्यस्तै अब 2 गर्छौं त्यसको लागि 5 यताबाट घर कहाँ पुग्यो तल पुग्यो। TikTok त म बनाउँछु। म्यामले टिकटक बनाउने अर्कोतिर लगेर अर्कोतिर लगाउनु हुँदैन भएन। यो तल्लोलाई चाहिँ आधार मान्नु, यो चाहिँ यसलाई चाहिँ यो यसलाई चाहिँ कहाँ चार्ने हो। भिन्नको अवधारणा परेको छ र भिन्नको अवधारणा बनाइदिनु हुनको लागि हो पुरा जम्माबाट के कति चाहिँ हामीले निकाल्छौँ। त्यो जम्माबाट जे जति निकाल्छौँ त्यसलाई चाहिँ टुक्राले निकालेको त्यसलाई चाहिँ भिन्न भने जस्तो लाग्छ। अब यहाँ जस्तै यहाँ एउटा सर्कल छ, सर्कलमा 5 यहाँ हामीले छुट्याएका छौँ। त्यो एउटा सर्कल येलो कलरमा यो 90 डिग्रीको कोणलाई चाहिँ हामी समातेको भनेर परिचय दिन्छौँ। त्यस्तै पछाडि 90 एङ्गल्सहरू बनाएर देखाउने जस्तो ट्रायङ्गल स्क्वायरहरू बनाउन सकिन्छ यहाँदेखि। अनि सजिलो तरिकाले फोकस गरेर विद्यार्थीलाई देखाउन सकिन्छ। नमस्कार, यो चित्र पनि आफै बोल्छ भनेको छ। अब मलाई चाहिँ यो बनाउँदै गर्दा स्ट्रेट लाइन हुन्छ नि, त्यो स्ट्रेट लाइन अनि कपीमा खिचेको स्ट्रेट लाइन अनि त्यस के हो भन्दाखेरि हामी समीकरण तराजु भन्छ। यो अहिलेसम्म सायद स्कुलमा कहीँ पनि प्रयोग भएको छैन। यो अलिकति नोइट अब कतिमा समीकरण गरेर कतिमा यसको इक्वल हुन्छ त भनेर देखाउनको लागि 1 र 4 जोड्दा कति हुँदो रहेछ भन्दाखेरि 5 हुँदो रहेछ भन्ने यहाँ सिक्छ। तर यो चाहिँ हाम्रो चाहिँ अलिकति वास्तविकता किन गयो भने यो हामीले मोबाइल गर्न सकेनौँ। यो पनि त्यस्तै छ यो र यो थोरै यस्तो लाग्छ पुरा है गिजा चाहिँ यहाँ 9 हुन्छ र यो त जता राखे पनि 9 बराबर देखाउँछ। यसरी नै गर्न सकिन्छ भन्ने कुरो चाहिँ हामीले चाहिँ अब यो चाहिँ चाइनिज मार्फत जतिखेर जता पनि बिग्रिन सक्छ भनेर देखाइरहेको छ। जतिखेर मिलेर हाम्रो चाहिँ ओरिजिनल छ यहाँ ठ्याक्क मिलेको छ बराबर यो तथ्य अनुसार हामीले 3टा
भागाको आएछ वृत्त आकारका कागजहरू काटेर चाहिँ यसमा चाहिँ विभिन्न रङका कागजहरू काटेर टाँसेका छौँ। यसबाट चाहिँ विभिन्न रङहरू सिकाउनको लागि जस्तै अब यो निलो होइन, अनि यो रातो, अनि यो हरियो रङहरू छन्। अनि यी चाहिँ कतिवटा छन् भनेर चाहिँ हामीले सिकाउन पनि सक्यो। सजिलो तरिका होला यो चाहिँ जस्तो लाग्छ गरेको। अनि त्यस्तै गरेर चाहिँ अब योबाट रङ छुट्याउनको लागि पनि अब यहाँ कुन रङ योबाट चाहिँ रङहरू सिकाउन डकुमेन्टहरू सो गरेँ। यी डकुमेन्टहरू सबै एउटा ग्रुपमा सेयर गर्ने भनेर चाहिँ हजुरहरू समक्ष वार्ता गर्दछु। त्यसको लागि एउटा व्हाट्सएप ग्रुप क्रिएट गरौँ। अघि सरले पनि भन्नुभएको छ, बिहानै ओपनिङ सेसनमा पनि भन्नुभएको छ, एउटा चाहिँ मेसेज नभएको लागि पनि मनोरञ्जन कार्य विभिन्न किसिमका पेन्टिङ्सहरू बनाउन सिकाउनु भयो। उहाँलाई पनि धेरै धेरै धन्यवाद। आज हामी भोलि अझै थप कुराहरू सिक्नेछौँ। आजको कार्यक्रम चाहिँ यहीँ स्थगित भएको अथवा समापन भएको म जानकारी गराउँदैछु।